हेलो गाइज। आज धेरै दिनपछि सानो मिनी भ्लग छोटो मिठो भ्लगमा सबैलाई वेलकम छ होइन। अब धेरै दिनपछि आज यसो बाहिर निस्क्यौँ भन्दा नि एउटा अब लङ टाइमपछि हो। साथी पनि आउँदैछ एउटा बाहिरबाट, धेरै भयो भेटघाट पनि भएको छैन। अब हामी यहाँ बुकारेस्ट सिटीमा छौँ भने साथी ती पुरा बुकारेस्टभन्दा बाहिर गालाती भन्ने ठाउँमा छ। गालाती अब गालातबाट आउँदैछ 2-4 दिन। कम्पनी हाम्रो उता पनि छ, 2-4 दिन ट्रेनिङको लागि यहाँ आउँदैछ। अब मेरो आज बिदा परेको दिन भएर साथीलाई लिन जान आएको। हाम्रो भेटघाट नभएको पनि निकै भयो, लगभग आएकोदेखि भेटघाट भएको छैन। एकचोटि नि लगभग हामी आएको नि 2.5 वर्ष पुग्न लागिसक्यो, अहिलेसम्म भेटघाट भएको छैन। एउटा यसो भेटघाट नि हुने साथीसँग रमाइलो साथी भेट एकदम खुसी लागेको छ, मनैबाट आनन्द भइरहेछ। लङ टाइमपछि साथीलाई भेट्न लागेको छ। अब त्यो छुट्टी मजा भइरहेछ। यो साथी त्यहाँ आउँदैछ, को साथी भनेर अहिले एकछिन म भिडियोमा देखाउँछु। एकदम ल अब म झर्ने ठाउँ आइपुग्न लाग्यो। अब झरिहाल्ने टक्क झरेर हिँड्ने थालीमा। ल म बुकारेस्टको टक्क लास्टको स्टेसनमा ओर्लेँ। अब यहाँबाट तल झरेँ, पछि झर्दैछु। अब यहाँनिर ठ्याक्कै यो बुकारेस्टको गारानिर हो ठ्याक्कै। म अहिले पुलमाथिबाट तल झर्दैछु सर। यो तपाईँको जति पनि बुकारेस्टबाट आउट जाने, बाहिर कता कता जाने धेरै ठाउँ छ होइन, यहीँबाट जाने हो। बुकारेस्टको लास्ट स्टेसन नै हो र मेन गारा भन्छ होइन, यसलाई गारा भन्छ। यो गाराबाट तपाईँ कता जानुहुन्छ, यहाँबाट आउट यो सिटीबाट बाहिर कता जानुहुन्छ, मेन ठाउँ यही हो होइन। जता गए नि हुन्छ यहाँबाट। अब त्यहाँ टिकट काट्नु सबै सबभन्दा ठुलो छ, आउने जाने टन्नै छ यहाँ होइन, एकदम धेरै छ। यही पुलमा ओर्लेको हो, यही पुलबाट तल झरेको म भर्खरै। अनि सर्लक्क लाएर मौसम पनि आज फेरि एकदम रमाइलो भएको छ। अब साथी 12-9मा झर्ने भने एकछिन झरेको छैन होला। अब एकछिन बस्नुपर्ने कुर्नुपर्ने होला साथीलाई। लिक पनि कति धेरै छ टन्नै छ लिक पनि। अन्त अब सिटीबाट बाहिर जाने ठुलो त भइहाल्छ होइन। एकदम छ म यहाँबाट टक्क लाएर पारी क्रस गरेर जेसुकै होस् भने बिचबाट सेर्लेक हिँड्ने टक्क लाएर हिँडिरहेको छ। ठुलो छ ल्यान्ड पनि। अब यहाँ ठक्क यहाँ आयो, यही हो। यो ती बाहिर जाने आउने कति बजी आउने यो त स्किन हो होइन। यो चाहिँ पुरा कतिखेर जाने कतिखेर आउने साथी नै आइपुग्यो टक्क लाएर। धेरै दिनपछि मै साथी हो। पछाडि दिएको स्किन चाहिँ पुरा कति बजी आउने कति बजी जाने कति बजी यहाँ आइपुग्छ। पुरा सिटीको गारा हो होइन, यतापट्टि आउने जाने। साथी नि भर्खर आइपुग्यो। ल खुसी भयो साथी, धेरै पछि भेट भयो साथी नि। अहिले भएर मैले कुरा गरेको थिएँ नि तपाईँलाई, उहाँ साथी हो। ल दिलकृष्ण साथी एकदम धेरै पछि 2.5 वर्ष जति भयो हामी यहाँ भेटघाट भएकै थिएन। ऊ आउट बुकारेस्ट काम गर्थ्यो, म सिटीमा बुकारेस्टमा काम गर्थ्यो। त्यही भएर अहिले 3-4 दिनको लागि यहाँ बुकारेस्ट बोलाएको छ कम्पनीले। यसो 3-4 दिन यसो कामसाम ट्रेनिङ गर्न बोलाएको हो, केही कुराहरू सिक्नलाई। अब कामसाम सकाएर फेरि ब्याक जान्छ साथी फेरि। राहुल सौगत ब्लगलाई कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनुलाई, केही कुराहरू प्रतिक्रिया पनि दिनु होला।